नमस्ते, मेरो नाम आँचल चौधरी हो। म फेरि पनि आज हजुरहरूको सामुन्ने प्रस्तुत भएकी छु। म चाहिँ आज एउटा एकदमै सिरियस टपिकको बारेमा डिस्कस गर्न चाहँदछु। यो टपिक मेरो लागि पर्सनली नै समबर टपिक हो। हजुरहरूलाई थाहै छ, लाइक म नेपालको प्रथम अन्तरिक्ष यात्री बन्ने अभियानमा छु। तर अन्तरिक्ष यात्रा एउटा धेरै नै च्यालेन्जिङ कुरो हो, एउटा च्यालेन्जिङ टपिक हो र कहिलेकाहीँ यसमा ट्रेजेडी पनि हुनसक्छ र यो ट्रेजेडीहरू एकदमै कम छन्, लाइक न्यूनतम छन्, तर दे आर नट जिरो। देयर आर सम ट्रेजेडिज इन ह्युमन हिस्ट्री जसले हाम्रो ह्युमन हिस्ट्री र स्पेस एक्सप्लोरेसनको पाथै चेन्ज गर्यो। सो त्यही म एउटा इन्सिडेन्ट म हजुरहरूको सामने प्रस्तुत गर्न चाहँदछु आज। प्लिज proceed with discretion and caution. Some of the facts might be like little disturbing. Yeah. यो मैले देखाएको पिक्चर चाहिँ STS 51EL क्रू हो, जुन चाहिँ स्पेस सटल च्यालेन्जरमा अन्तर्गत अन्तरिक्षमा जान खोजेको थियो र यो एक्सिडेन्ट चाहिँ जनवरी 28, 1986मा भएको थियो इन फ्लोरिडा, अफकोर्स। सो यो जुन क्रू छ, दिस इज भेरी इन्ट्रेस्टिङ क्रू, किनभने यसमा धेरै मेम्बरहरू लाइक दे आर लाइक वान अफ द फर्स्ट, वान अफ द सेकेन्ड काइन्ड अफ क्रू हो। र यो हजुरले यो पिक्चर हेर्दै हुनुहुन्छ, उहाँ चाहिँ एलिसन ओनिजुका हुनुहुन्छ। मिस्टर ओनिजुका चाहिँ फर्स्ट एसियन हुनुहुन्थ्यो स्पेसमा जाने। अनि उहाँ चाहिँ पाइलट माइक स्मिथ हुनुहुन्छ, माइकल स्मिथ। उहाँ चाहिँ पाइलट हुनुहुन्थ्यो यो मिसनको। अनि उहाँको पछाडि यो पिक्चर हेर्दै हुनुहुन्छ, त्यो चाहिँ क्रिस्टा मैकलिफ हुनुहुन्थ्यो। उहाँ चाहिँ सी वाज सेड टु बी द फर्स्ट टिचर इन स्पेस एन्ड बिङ एउटा टिचरको फ्यामिलीको ब्याकग्राउन्डबाट म आएको हुँदा दिस इज लाइक पर्सनली भेरी टचिङ फर मी। सो सी वाज सेड टु बी द फर्स्ट टिचर इन स्पेस, बट कुनै कारणवश अभियसली लाइक यो पोसिबल हुन सकेन, स्याडली। अनि यो पिक्चर तल हेर्दै हुनुहुन्छ, उहाँ चाहिँ डिक स्कोबी हुनुहुन्छ। उहाँ चाहिँ यो मिसनको कमान्डर हुनुहुन्थ्यो। र मिस्टर रन म्याकनेयर हुनुहुन्छ। रन म्याकनेयर पनि एउटा अफ्रिकन अमेरिकन कम्युनिटीको पायोनियर हुनुहुन्थ्यो स्पेस एक्सप्लोरेसनमा। अनि उहाँको पछाडि चाहिँ जुडिथ रेजनिक हुनुहुन्छ। जुडिथ रेजनिक चाहिँ खासमा फर्स्ट जुइस वुमन टु गो टु स्पेस हुनुहुन्थ्यो। सो यो चाहिँ